मेरो नाम हो प्रमिशा है, वेलकम टु माई च्यानल। र आज म तपाईलाई देखाउनु गइरहेको छु। म चाहिँ अहिले कलकत्तामा छु र यहाँ सिटी सेन्टरको अगाडि छु। सिटी सेन्टरकै छेउमा चाहिँ यहाँनिर तपाईको छ सिटी सेन्टर मेट्रो स्टेसन है। म तपाईलाई देखाउँछु है सिटी सेन्टर मेट्रो स्टेसन। र म तपाईहरुलाई देखाउँछु कि सिटी सेन्टर मेट्रो स्टेसनबाट चाहिँ दक्षिणेश्वर काली मन्दिर चाहिँ कसरी जान्छ भनेर म त्यो देखाउँछु है। यो चाहिँ सिटी सेन्टर मेट्रो स्टेसन तपाईको 2019 मा चाहिँ भएको थियो। पहिला चाहिँ थिएन, 2019 देखि चाहिँ स्टार्ट हुन थालेको हो है। अब हामी टिकट लिनेछौँ है। सेनिटाइज गर्नु जरुरी छ। दक्षिणेश्वरको लिनु न। यो चाहिँ यहाँ छ रुट सिटी सेन्टर मलबाट चाहिँ कहाँ जान्छ भनेर। हाम्रो लास्ट स्टप चाहिँ रहेछ दक्षिणेश्वरी। हाम्रो प्लान चेन्ज भयो। के भयो भन्दाखेरि हामी मेट्रोबाट जानेवाला थियो दक्षिणेश्वर, तर यहाँ सिटी सेन्टर 1बाट चाहिँ अहिले सियाङ्गासम्मको मात्रै रहेछ मेट्रो हो। अनि त्यो जोडिएको छैन रहेछ ट्र्याक, त्यही भएर दक्षिणेश्वर उनीहरूले देखाइ चाहिँ दिएको छ रुट, तर यहाँबाट अहिले चलेको छैन रहेछ। त्यही भएर हामीले चाहिँ अब उबर बुक गरेर हामी दक्षिणेश्वर जाँदैछौँ। अब उबरमा हाफ एन आवर चाहिँ लाग्छ। यहाँ सिटी सेन्टर मेट्रोबाट चाहिँ हाफ एन आवर लाग्छ उबरमा। सो अब तपाईँहरूलाई त्यहाँ दक्षिणेश्वरको देखाउँछौँ हामी हेरेर के कस्तो हुन्छ। लागेर जानुपर्छ। लेडिज जेन्ट्स यहाँ छुट्याइदिएको हुन्छ, तर अब हामीले चाहिँ फोनहरू चाहिँ लानु पाउँदैन भित्र चाहिँ।
यहीँनिर चेकिङ हुन्छ के हो भनेर सायद आई डोन्ट नो के लानु पाउँछ या के लानु पाउँदैन हेरौँ यहाँ चेक गर्छ होला ऊ यसरी ब्यागहरू एक एकवटा चेक गर्दो रहेछ फोनहरू यसरी लानु पाउँदैन हो अनि यहाँबाट गएर चाहिँ लाइन हुन्छ 12:30 मा बन्द हुँदो रहेछ यो अनि फेरि एकैचोटि 3:30 मा 3:30 to 8:30 7 बजी बिहानदेखि 12:30 सम्म खुल्ला त्यहाँदेखि फेरि 3:30 बजीदेखि 8:30 सम्म यहाँबाट यसरी भित्र पस्नुपर्छ यहाँबाट चाहिँ एक्जिट यो साइडबाट चाहिँ एक्जिट हो म देखाउँछु तपाईँलाई पछि फोन लिएर त भित्र जानु पाउँदैन अब यहीँबाट खिचेर देखाइदियो भने यहाँबाट चाहिँ एक्जिट हो मन्दिर चाहिँ यहाँ भित्र हो लोका माता रानी र सुकुनी हो यहाँ चाहिँ जहाँसम्म फोन अलाउ छ म त्यहाँको चाहिँ तपाईँलाई खिचेर देखाउने छु है भिडै छ गाइस अहिले भिडै छ यता भिडै छ अब बन्द हुनु आँटेको छ नि त 12:30 हुनु आँटेको छ अनि 12:30 मा चाहिँ बन्द हुन्छ हेर्नु अत्तालिँदैछ यहाँ नुहाउने ठाउँ लुगा फेर्ने ठाउँहरू छ है यहाँ मानिसहरू यसरी बसेर है ठुलो धाममा आएर यो चाहिँ मन्दिरको पछाडिपट्टिको भाग हो हामीलाई भित्र चाहिँ अब फोनहरू अलाउ छैन त्यही भएर म चाहिँ बाहिरी मात्रै अब डुलेर देखाउँदैछु यो चाहिँ मन्दिरको पछाडिपट्टिको भाग हो अनि म यहाँ तपाईँहरूलाई देखाउन त गइरहेको छु कहाँबाट चाहिँ जल उठाएर चाहिँ चढाउनु हुन्छ भित्र है यो बाहिरीपट्टि चाहिँ अब हामीलाई अलाउ रहेछ त्यही भएर म तपाईँहरूलाई बाहिरको चाहिँ देखाउँदैछु लुगा फेरेर चाहिँ पूजा गर्नु जाने गर्छन् है तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ यो चाहिँ हुगली रिभर रहेछ है मन्दिरको पछिल्लोपट्टिको भागमा छ हेर्नुहोस् मानिसहरू यहाँनिर चाहिँ नुहाइ गरेर चाहिँ मन्दिरमा जाने गर्छन् है हेर्नुहोस् यो चाहिँ हुगली रिभर कत्रो छ यो पछाडिको चाहिँ मन्दिर हो उतापट्टिको यो बिचको माथिको देख्दैछ त्यो चाहिँ मन्दिर हो भित्र बिचको तर अब जानु दिँदैन है जानु त दिन्छ फोन लिएर चाहिँ जानु दिँदैन यो चाहिँ हुगली रिभर परसम्म छ हेर्नुहोस्
यहाँनिर चाहिँ परिक्रमा गर्नु पर्ने रहेछ है उतापट्टिबाट यो चाहिँ घुम्नु पर्ने परिक्रमा गर्नुपर्ने हेर्नुहोस् मानिसहरू अहिले छन् निकै छन् शॉप नंबर क्या है भैया? 34। यहाँ पर भैया ने बहुत ज़्यादा डिस्काउंट दे दिया है और अच्छे अच्छे सामान भी है। हमने बहुत ज़्यादा लिया है यहाँ से। आनंदगिरी के स्टॉल में आइए, दक्षिणेश्वर मंदिर में। बहुत सारा और वो बढ़िया रहेगा और सस्ता प्राइस में। हमने भी खरीदा है। ठीक है, थैंक यू भैया। गाइस हामीले सामानहरू पनि लियौँ एक दुईवटा हो। यहाँ दक्षिणेश्वरको चिनो हो। अनि अब चाहिँ हामी फर्किन लागेको छौँ हो। सामानहरू पनि लियौँ एक दुईवटा।
जस्तै शङ्खहरू अलिक राम्रो पाउँदो रहेछ यहाँनिर शङ्ख त्यहाँदेखि अरू ब्याङ्गलहरू त्यस्तै छ। अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट। बिहान खाली पेटमा आएको है केही नखाइकन अनि अब अहिले 12:30 हुनु आँटेको छ सायद यो बन्द पनि हुन्छ। सो अब हामी बाहिर निस्केर केही खानेछौँ है। ल अब चाहिँ हामी निस्किँदैछौँ है। गरम है दादा पुरा गरम रहेछ सायद यो उयो भएर होला नदीको छेउमा भएर गरमै छ। हामीले केही नखाइ आएको थियौँ बिहान। अब चाहिँ हामीले दर्शन गरिसक्यौँ। अब चाहिँ बाहिर निस्केर केही खानेछौँ हामी। यो चाहिँ मेन गेट हो यहाँबाट एक्जिट हुन्छ। अब निस्क्यौँ।